अब आज चाहिँ हामी यसो बाल्टिमोर डाउनटाउन इनर हार्बरको भ्रमणमा निस्किँदैछौँ। ओके, मेरील्यान्ड एल्क्रिज। ओके, यो चाहिँ डङ्किन डोनट बास्किन रोबिन्स चाहिँ हाम्रो नेपालीहरूले काम गर्छ। डङ्किन डोनट खाँदै हो? ओहो, के हो र यस्तो माछा लट्यो रे। यस्तो गुलियो ए हो कि तिमीले के खाऊ त? अनि कफी हो? यो चाहिँ आइसक्रिमहरू हो? ओहो, कति थरी आइसक्रिम रहेछ ल। डोनरहरू खायो? गर्दैन? साराको चाहिँ डङ्किन डोनट खाने सपना पुरा भयो है। अलास्कामा पाउँदैन, यहाँ खाने। किरण सरको आगमन भयो। ए तिमीलाई अस्ति भेटेन नि? बाथे हो। भाजीको बर्थडे हो? सुन्दै नसुन्ने है? हजुर ड्युटी होला 2 बजे हो। छुट्टी आज अमेरिकामा काम छुट्टी दिनुपर्छ क्या। छुट्टी लिएर चाहिँ घर केही कतै नगएर घरै बसेर फिल्म हेर्नु म त फिल्म हेऱ्यो भने त दिनमा 3-4 फिल्म हालिदिन्छु म त कि। कोरोना बेलामा त हेरेको हामीले। कोरोना बेलामा त तर अरू बेलामा त हेर्न सकिन्न साँच्चै। बेलुका कामबाट घर गएर हेर्ने भनेको फेरि आजले चाहिँ त्यो भ्लग हेर्दा चाहिँ ठिकै हुन्छ। अहिले त सबैले भ्लग हेर्दो रहेछ नि। अन्त त्यता पनि हाँसिरहन्छ, आफू पनि हाँस्यो बसिरह्यो। अब कहिले चाहिँ लङ्गुन देखायो, कहिले कास्की, कहिले स्याङ्जा, गोर्खा, मारमाग। के गर्ने, यताबाट हेरेपछि उनीहरूले पैसा कमाउने भयो। कमाउने भयो त है। हामीले हाम्रो सुटिङ गर्दै हिँडी गएको थिएँ मेरील्यान्डतिर कुनै जमानामा। यिनीहरूलाई सुटिङ गरेँ, मलाई एक दिन लान गएको सुटिङ गर्न मलाई एक दिन लान। अब चाहिँ कानमा कुदेको थियो नि, अनि त्यसपछि गएन रे होइन। जाँदैन कहाँ जान्छ यार। हो तपाईँहरू पनि जानु, म काममा जान्छु भन्ने जाम भन्ने बेलामा ठिकै पारेको थियो। Baltimore downtown, heading to Baltimore downtown. Overhead bridge. देखा छोरी? बाटो माथि बाटो है, हेर त ओभरहेड ब्रिज। ओ बाल्टिमोर डाउनटाउन। यही हो फुटबल फुटबलको स्टेडियम हो यो। ओके ल, हामी चाहिँ बाल्टिमोरको इनर हार्बर डाउनटाउन फेडरल हिलतिर चाहिँ घुमघाम गर्दैछौँ। मौसम चाहिँ घाम लाग्छ, रमाइलो। तर अलि चिसो चिसो हावा चलेको छ।
but it's not bad. अब माथिबाट अझै अलि राम्रो भ्यूहरू हेर्न सकिन्छ होला। अब बाटो काटेर बारी जानु पर्यो। गाडी आएको छ कि छैन। फेडरल हिल पार्क सिँढी चढेर माथि गएपछि बारी चाहिँ देखेको हो। बाल्टिमोर इनर हार्बर भयो, डाउनटाउन एरिया सबै माथि गएपछि अझै राम्रोसँग देखाउनु पर्ला। Baltimore Inner Harbor, downtown. The view from Federal Hills, Baltimore. यो त तोप होला है जमानाको। पार्किङ कति समय राख्न पाउँछ हामीले त्यहाँ? 2 दिन ए हो। सो त्यो इनर हार्बर पनि एक्चुअली सर्वपुरा हिँड्ने होला नि त होइन? ऊ त्यो उसमा हजुर। ए म्युजियम हो यो? ओ ओके। बाल्टिमोर म्युजियम। Baltimore Inner Harbor ko वरिपरि and downtown. Trade Center. World Trade Center. World Trade Center Baltimore है?
त्यो चाहिँ उता पारिको चाहिँ पहिला एक्वेरियम होइन एक्वेरियम के अरे डल्फिन सोहरू गर्थ्यो होइन पहिला आजकल त के छ कुनै यो जहाज जान्छ यो त Hard Rock Cafe, Baltimore. World Trade Center building on the right. World Trade Center, Baltimore building. Aquarium, National Aquarium. Hard Rock Cafe. स्कुल ट्रिप र उसको मौसमले गर्दाखेरि चलिरहेको छ यता चाहिँ फोर्स यो पनि होटलै हो कि भन्नुपर्छ ओके एकदम नयाँ यो होटल एरिया रहेछ पानीकै छेउमा हो त बोर्डमा चढियो होइन Water taxi. Domino's. काला लागेर ढुङ्गा South Carolina Street. राति त गऱ्यो भने त रसियन ठाउँबाट त भने मान्छे बोला ट्याक्सी बोलाउनु त ट्याक्सी गरेर बोलाउनु त होइन राति 1-2 बजे तिर चाहिँ त किसिम हुन्थ्यो नि पहिला पहिला त डुवर्स पनि यहाँनिर होला तपाईँहरू यहाँ पनि छ होला होला किसिममै हुन्थ्यो के अरे पहिला पहिला अब अलि पछि समर लास्ट चाहिँ अब चहलपहल बढी हुन्छ होला समरमा त अलिक बढी नै हुन्छ समरमा त अब बाहिर बाहिर मान्छे आउँछ नि ए ओभर लिफ्टहरू बिजी हुने यही एरिया हो तपाईँहरू पनि बोट चढेको त यहाँ होला यहाँबाट वाटर ट्याक्सी यहाँबाट ए हो उतोबाट पनि छ यतातिर त सबै हो यो लेफ्ट साइडतिर सबै यही भाडाहरू यो खाने त खानेहरूलाई चाहिँ जतिखेर पनि खाइदिँदो रहेछ है अनि यो पनि नयाँ नयाँ बनाएको घर त पुरानो अब यो एरिया चाहिँ फेरि घर अपार्टमेन्टहरू सुरु भयो होइन यता चाहिँ फेरि घरहरू यतापट्टि बिजनेस छोडियो यहाँबाट तल पनि छ उता तलसम्मै छ आजकल त आउँदैन है पहिलाको पुरानो ट्र्याक होला अब अरू घर नि पुरा फुल्न थालेछ फुल्नु सुरु भयो स्टप साइन ओहो यस्तो यति साङ्ग्रोमा छिर्छ र गाडी म त नि यस्तो साङ्ग्रोमा चलाउनु पनि मजा लाग्छ आमामा यसले कस्तो यसले चाहिँ कस्तो गरेर राखेको छ यसले यसले चाहिँ यहाँ चाहिँ गाह्रो छ है ल छोइ होला आमामा पुरानो ड्राइभर हो नि बाल्टिङ बसमा ट्याक्सी ड्राइभर हो नि त्यो भाइ पहिला नेपालमा चाहिँ मलाई क्या हामी चाहिँ त्यो भिडियो फिल्म बनाउने बेलामा मेरो चाहिँ नि काम चाहिँ नि त्यो क्याम्पसतिर चाहिँ नि त्यो जिप चल्ने रोल थियो क्या जिप चलाउने अब त्यतिखेर त अब के को लाइसेन्स नै के गाडी चलाउनु जान्ने है माथि अगाडि स्टेरिङ यसो गर्ने पछाडिबाट मोटरसाइकल धकाल्ने क्या
फोटो के अरे भिडियो बनाउनु त हो। भिडियो बनाउनु त हो चलाउने किन परेर त्यसैले बेसरै आशा लाग्यो अनि यतैतिर डिकोरेस्ट छ नि त्यहाँ गर्दाखेरि यो पारी कसको? ए काजीको यता पारी लेफ्टतिर हो सुपर पन्तको यहाँ माथि छ ए ओके अनि यो मार्केट लेखेको म नि अब यसमा चाहिँ नै कमल कस्तो हिँडाइ तपाईँले त वहीँ चलाउँथेन है होइन हो र बन्ड हाउस रेस्टुरेन्ट काजी भनेको चाहिँ उता कता हो नि साउन्ड सिस्टममा त्यो कुमारी भन्दा माथि हो कुमारीबाट नजिकै हो भन्थ्यो अब चेरीहरू भर्खरै फुल्न थाल्ने त्यो घर माथि पनि रहेछ त सेरी त त्यही त ल हेर न कस्तो कति धेरै हो बेम्बाओ जहाँ फुलेछ बाल्टिमोर डाउनटाउन हो चाहिँ नेपालीहरू छ फेरि कानमा ए हो गोर्ली ड्राइभरहरू सबै यही त गर्छ नेपालीले गोर्ली डोडा ग्रबा त्यो कामै गर्छ गाडी स्विट हिल्टन गार्डन जम्मै होटल एरिया यहाँ रहेछ बाल्टिमोर डाउनटाउनको फ्री हुन्छ क्या कतै जानु पऱ्यो भने मार राखेर हिँडेको ट्याक्सी भन्दा फेरि क्या ट्याक्सी त कमसेकम लिज त तिर्नुपर्छ उबरको त लिज तिर्नु परेन होइन फेरि फोन गर्नुपर्छ पहिला फेरि उसको चाहिँ सिफ्ट चाहिँ कति बेला हो घरतिर पो छ कि अलि निस्किने बेलामा फोन गरौँ न नि ल चाहिँ अब हामी बाल्टिमोर डाउनटाउन घुमेर ल हेर गाडी त यहाँ त फेरि सबै के गर्दा अब बसको लेन भन्दा यता गर्दैछ उता पार्किङ राखेको छ नो पार्किङ राख्नुपर्ने सबै त्यो पार्किङ राखेको छ यस्तो साङ्ग्रो बाटोहरू ल अब हामी बाल्टिमोर यो यता आउनु लाग्यो क्या हो यता आउनु लाग्छ छ सायद बाल्दैन उता जाने ए हामी चाहिँ अब कुमारी रेस्टुरेन्टतिर जाने बाल्टिमोर डाउनटाउन घुम्दै ल यो बाल्टिमोरको साङ्ग्रो गल्ली आउँदै अब हामी चाहिँ नेपाली रेस्टुरेन्ट कुमारीमा जाँदैछौँ खाना लन्चको लागि हाम्रै नेपाली साथीभाइहरूको चाहिँ रेस्टुरेन्ट भएको हुनाले लन्चको लागि इन्भाइट गरेको हुनाले अब हामी चाहिँ त्यतै जाँदैछौँ यो चाहिँ बाल्टिमोर डाउनटाउन मोनुमेन्ट आई थिङ्क यो चाहिँ जर्ज वासिङटन मोनुमेन्ट जस्तो छ सेन्टर स्ट्रिट चेरीहरू फुल्न थाले जस्तो छ हिजो पानी ठुलो पऱ्यो नि त्यसले नै अब सबै हरियो जर्ज वासिङटन अनि यो चर्चको यो चाहिँ हेर्नु त आमा कस्तो राम्रो पुरानो चर्च होला है यो क्याथेड्रल के भन्छ होइन यसलाई क्याथोलिक चर्च हो कि के हो यो यहाँको लोकल बस प्लेस माउन्ट मेथोडिस्ट चर्च छ क्याथोलिक होइन मेथोडिस्ट चर्च रहेछ ल ओहो कस्तो आर्किटेक्ट लगाएर बनाएको होला यहाँको लाइटहरूमा त क्यामेराहरू छ कि छैन होला है लाइटमा क्यामेरा चाहिँ कुनैमा राखेको होला बाल्टिमोर लिङ्क यहाँको लोकल बस होला ए अँ यहाँ त फेरि पार्किङकै समस्या नि है पार्किङ पाउन हामी चाहिँ लक्कीली कुमारी रेस्टुरेन्ट हो ऊ त्यो फेरि नेपाल हाउस प्रेम राजाको हो पहिला ए नेपाल हाउस ठ्याक्कै अगाडि रहेछ त है अब हामी चाहिँ
यो चाहिँ बाल्टिमोर डाउनटाउनमा रहेको नेपाली रेस्टुरेन्ट कुमारी रेस्टुरेन्ट। कुमारी रेस्टुरेन्टमा जाँदैछौँ यहाँ। यो त होइन ओके ढोका चाहिँ कताबाट इन्ट्रेन्स कताबाट रहेछ ल ल कुमारी रेस्टुरेन्ट बफे के अरे मिक्स भेजी ग्रिल रे मिक्स भेजी ग्रिल नेपाली मसाला टी ओके अहिले चाहिँ नान हजुर यता श्याम दाइले बोलाउनु भएको छ अनि ठ्याक्कै भएर अहिले कुमारीमा यो चाहिँ बार एरिया। नमस्ते हजुर टाढैबाट भन्नाले अहिले चाहिँ यहीँ एलब्रिजबाट हो हामी चाहिँ अलास्काबाट हजुर 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 त्यही श्याम दाइ तल हुनुहुन्छ हुन्छ हस् हजुर आज चाहिँ अब त्यसपछि भाउजूतिर अब चाहिँ के अरे घुमेँ नि अलिअलि त डाइनिङ हलमा ए आइपुगेछ तिमी नि ल बसौँ अब यस्तो छ क्या अब चाहिँ सबै जिम्माहरू चाहिँ छोराहरूले दिएपछि बोल्दा अलिक सजिलो हुन्छ। तपाईँको त अब हुर्किसक्यो नि त बच्चाहरू आफै गर्ने अहिलेसम्म त कस्तो हुन्छ तपाईँको चाहिँ अब दुईजनाले कमाउँदाखेरि पनि अब यस्तो हो क्या हाम्रो चाहिँ त हामीलाई यहाँ भन्दा नि नेपालतिर धेरै हेर्नु पर्ने हो क्या मेन त्यो हो क्या। धेरै भएन त्यही मेरो भाइ हामी पनि भेट्नै गाह्रो भइरहेको सल्मा तपाईँले भेट्या हो होइन अनि सारा छोरीलाई फोटोमा त हेरिरहेको श्याम अङ्कल है अनि उहाँ चाहिँ मेरो बाबा के अरे ससुरा बुवा चाहिँ हाम्रो श्याम दाई हो क्या म्याग्दी गुर्जा यसो गर्नु मैले के अरे अरू हामी बफेबाटै लिन्छौँ मोमो चाहिँ 3 प्लेट जति मोमो स्टिम मोमो गरिदिउँ त्यो स्टिम मात्रै त होला नि तर स्टिम नै ठिक होला है तिनवटा जति मोमो गरिदिउँ त्यो सेयर गर्छौँ अरू चाहिँ हामी बफेबाट लिन्छौँ है हस् उतातिर चाहिँ मोमो पाउँछ पाउनु आलस पाउँछ पनि पाउँछ अहिले त धेरै भएको छ पाउँछ त्यहाँदेखि मोमो अहिले नेपालीहरूले अरू पनि खोलेछ अरू पनि पाउँछ सबै अलिअलि हाल्ने हो नि यो चाहिँ भेजी पकोडा चिकन बिरयानी ए हो चिया लिनु पर्ला अहिले बिरयानी चाहिँ वाइट राइस अलिकति
धेरै छैन म त युएस आएको भर्खर 1 वर्ष भयो त्यो त काउली होला यहाँनिर कुमारीमा काम गरेर चाहिँ 8 महिना भएको आयुषा भन्नुभयो है बहिनीको नाम आयुषा अँ के मात्र हाल्ने सबै भरिसक्यो नेपालको हामी पोखरा हौ हजुर साह्रै राम्रो ठाउँ छ है पोखरा नेपालहरूमा चाहिँ घुम्न गइरहेको छु कि ए हो पोखरा चाहिँ साह्रै राम्रो नेपाल गइरहेको त हजुर 2 वर्ष भयो पालक पनिर 2 वर्ष अगाडि गएको थिएँ हामी एभ्री 2 इयर्स जाने ट्राई गर्छौँ नेपालमा चाहिँ आलु गोबी ओखरा यो चाहिँ त्यो गोठ करी जस्तो छ चिकन टिक्की मसाला चिकन टिक्की मसाला फ्राइड फिश तंदूरी चिकन नान ब्रेड समोसा ल लिनुहोस् के अरे चिया मिठो छ भन्छ त ल चाहिँ गोठकरी समोसा सबै कुरा हालेको छ खै सेफ चाहिँ आइदिएको रहेछ खै तिमीले के लिएको छैन त अनि छोरी त्यो भाइले चाहिँ कुरो खानु भनेर बोलायो को पार्टनर गरिहाल्यो को है पार्टनर त हो त्यो नर्थ बारीमा ओके आज चाहिँ हामी यो ओम हिन्दू बुद्ध मन्दिरको दर्शन गर्न आइपुग्यौँ यो मेरील्यान्ड स्थित हामी कार्तिक समाजले हालेको यो ए गोरु होइन ओके यो चाहिँ अब घन्टी बजाएर चाहिँ ए ठिकै छ बाल्टिमोरको गुम्बामा शिवको मन्दिर हिन्दू बुद्ध मन्दिर हजुर मजाले भात खाएर आएर ल अहिले हामी चाहिँ बाल्टिमोर स्थित हिन्दू मन्दिर शिव मन्दिर रहेछ यहाँ चाहिँ दर्शन गर्न आयौँ धेरै पछि आउनु भयो नि धेरै पछि भनेपछि म त झन् धेरै पछि हुने हजुर सर धन्यवाद हजुर
क्यामेराम्यानको आवश्यक है मान्दै हुनुहुन्छ। हजुर भ्याक्सिन है यो तलबाट होइन यो घुमाउनु पर्ने खोइ यो माथि जानुभयो माथि गएर आउनु ए ओम मने पेमे ओम ओम मने पेमे ओम अझै मैले उल्टो पो घुमाएँ क्या ओके माथि घुमाएको ओम मने पेमे ओम मने पेमे ओम माथिको घर चाहिँ के हो भनेर त्यो चाहिँ मेन चाहिँ बिल्डिङ माथि ओके ओम हिन्दू बुद्ध मन्दिर माथि हेर्छ कता यताबाट राइटतिरबाट यतैबाट होइन ओम मने पेमे कति बार है